हेलो गाइस, जय मसी तपाईं सबैजनालाई। आज हामी चाहिँ फ्लावर शोमा जाँदैछौँ र अनि साथमा हुनुहुन्छ यता सुजन भाइ। जय मसी। हजुर आज हामी चाहिँ यता झ्याली पार्कतिर चाहिँ होइन है, फेरि अस्तिको चाहिँ झ्याली पार्कमा, अहिलेको चाहिँ सरोज पार्क। अल्सरोज कि न्यू सरोज हो यो? अल्सरोजतिर छौँ र साथी अमितले आज हामीलाई यहाँसम्म ल्याउनु भयो। हेलो जय मसी मित्रहरू। अनि फेरि पनि लामो समयपछि फेरि पनि म तपाईँलाई आजको भ्लगमा चाहिँ अनि फ्लावर शो देखाउने छु र यहाँ के हुन्छ कस्तो हुन्छ होइन तपाईँहरू सबैलाई देखाउने छु। र यतातिर हुनुहुन्छ सुजन भाइ र अनि यता अरुण भाइ हुनुहुन्छ। केटाहरू चाहिँ टुइङ अगाडि बढिरहेछ हौ हाम्रो के अनि कतातिर हो अनि यसरी तिमी जाऊ तिमी जाऊ के ल बत्ती पनि क्या ल डान्स गर्ने बत्ती हो त हामी त तपाईँहरू देखिनु भइरहेछ। धन्यवाद। जय मसी। मुझे माफ कर दीजिए। म खतरा रहेछ नि, मेरो पनि क्यामेरा रहेछ। ल सुजन भाइ के गर्दै हुन्छ? पुरा सार्गनको बोध चाहिँ के तपाईँको? तपाईँको त्यो तिर्पल सेवन रहेछ त? तिर्पल सेवन रहेछ तपाईँको? हो तिर्पल सेवन क्या दाजु। फोटो खिच्ने हो? हजुर फोटो खिच्ने हो? फोटो खिच्नुपर्छ नि त। यहाँनिर आएपछि फोटो लगाएको कहाँ छ हो? सुन्नु बन्द हुँदो रहेछ भने 10 बजी चाहिँ है, 10 बजी बन्द हुन्छ नि। हामी चाहिँ अहिले फ्लावर शोमा इन्ट्री भइसकेका छौँ। यहाँबाट इन्ट्रान्सदेखिबाट हामी भित्र पसिसकेको छौँ र अनि दामी बनाएको रहेछ। मासतिर पनि यतातिर पनि है बनाएको चाहिँ रहेछ। आउने घरि त्यो पछाडिको साथी एकदम इन्जोय गर्दैछौँ हामी यहाँ। झ्याली के अरे झ्याली पार्क भन्न आउँछ क्या फेरि। अस्ति नै झ्याली पार्कमा भएको फ्लावर शो झ्याली पार्क मिल्दो भाइ हो। हामी 4 भाइ चाहिँ मिल्दो भाइ हो। अरू एकजना आउँछ 5 जना बनाउने अनि 5 भाइ चाहिँ एकदम मिल्दो भाइ हो। तर हामी इन्टरनेट हुँदा पनि कुरा चाहिँ गर्दैनौँ, तर प्रेम भने चाहिँ एकदम धेरै छ, रहिरहन्छ होइन।